ल केटा हो हामी निस्किसकेका छौँ घरबाट अरुण हामी जाँदैछौँ अल्डरसट कन्सर्टमा सागर यस दाइ हाम्रो अविनाश सर चाहिँ ड्राइभ गर्दै हुनुहुन्छ अब यहाँ चाहिँ हाम्रो जिन्के भाइ सनाम त्यो अब घरबाट चाहिँ मैले बनाउनु पाएन हल्का ढिलो भएको थियो लगभग यहाँ अहिले 1 बजेको छ केटाले गीत बजाएर छ मस्त अब यताको सिन भन्दा नि हामी सिधै अल्डरसटै र ठिक छ नि अरुण हेलो ठिक छ नि के भन्नु छ ठिक छ के भन्नु छ भन्नु छैन बोल्नु सजिलो भइरहेछ तिमीलाई कन्सर्ट भन्दा नि अल्डरसट चाहिँ हेर्नु मन छ होइन त ल सर्ट टोइलेट ब्रेक केटाहरू जङ्गलतिर अरू किन नगा पिसा फेर्न मलाई चाहिँ लास्ट निन्दा लगाएर चाहिँ केटा हो है हिजो राति नसुतेर आँखा कालो भइसक्यो बेसी त्यो हेरेर चस्मा लगाएर हिँडिरहेको छु फाइनली अल्डरसट पुग्यो हामी होइन अरुण भर्खरै पुग्यौँ दामी रहेछ ल अरुणको त अघिदेखि झोल पानी अविनाश यु टायर्ड लगभग एकदम ब्युटिफुल छ होइन स्टार्टिङ नै अब लेट्स सी अझै भित्र त जानै बाँकी छ कन्सर्ट त जानै बाँकी छ नेप्लिस पसल त छिर्नै बाँकी छ त्यही कुराहरू मनमा लिँदै हामी अगाडि बढ्दैछौँ होइन त अविनाश के हो सागर भाइलाई चाहिँ पुरा त्यो जोन चाम्लिङमै त्यसमै आइरह होला दिमागमै होइन को त्यो भने ए गाइस त्यही हो अब सिधै अल्डरसटको गाउँहरू देखाउने नै छौँ हेर्ने छौँ फर्स्ट टाइम फर्स्ट टाइम आउँदैछ वेलकम टु मिनी नेपाल नेपालीको पसल भन्ने सुनेको हो होइन अब आज देख्ने पनि छौँ भन्ने आश गरेको छु लेट्स सी सागर भाइ पुरा कुमार सागरको सबै देखाएको छ तिमीलाई त हामी चाहिँ नेवारी रेस्टुरेन्टमा छौँ वेटिङ फर छ्याङ ताजा यो कस्तो खान्छ माइदा त त्यहाँ भनेको केटा फेरि प्रमिस गरेर खानु पर्दैन okay, thank you. Huh?
guys, how are you? Polio man. Maila. Lona. Jati yo dimle tanera. Wah. Jati yo dimle tanera. Makai milenan desma ta. Wah, ini sampai remix so Well, I met this track when I was doing a tour with the Joan and the locals at the Europe, man. So it's still one of my favorite. I miss my baby right now, you know. Are you ready to sing it? Look, आजको कन्सर्ट चाहिँ दामी भयो है। यो चाहिँ लास्टै गर्मी थियो। अब हामी चाहिँ डाँडामा बसेर And Sonambi? Yes. How was the concert? Bawal. It was fun. Arun sir? Bawal. Bawal bhane. Sagar?
हजुर कस्तो भयो कन्सर्ट एकदम बवाल दामी हाम्रो अविनाश टावरै आउँदैन त हो यहाँ अविनाश टावर छैन क्या बिजी विथ वाइफ यति भन्दै यो टावर दिइरहेछ तर नेट चाहिँ हालिरहेको छैन क्या लाइभ परिसक्यो हाम्रो ब्लग यहीँ